हेलो, आज चाहिँ म ट्रेकिङ गाइड लाइसेन्स रिन्यू गर्न जाँदैछु है। यसको लोकेसन चाहिँ सिंहदरबारभन्दा पछाडिपट्टि रहेछ है। अनि यो तपाईँहरू यता सुन्दराबाट अगाडि आउँदाखेरि यहाँ पुरातत्व विभाग देख्न सक्नुहुन्छ। त्यसको आडबाट चाहिँ भित्र जाने 150 मिटर जति भित्र गएपछि चाहिँ पर्यटन कार्यालय आइपुग्छ। त्यहाँबाट चाहिँ त्यसको त्यहाँभित्र नि वेबसाइट छ त्यसको चाहिँ, त्यहाँ अब आफैले फिल गरेर आउँदा नि भयो। अब सक्नु भएन भने त्यहाँ यता पर्यटन कार्यालयको उता साइडपट्टि 50 मिटर जति अगाडिपट्टि साइबर छ। अनि त्यहाँ साइबरमा गएर भर्नु भयो हुन्छ। त्यहाँ चाहिँ 300 रुपियाँ त लिन्छ। apps.gov.np मा गएर बस्नु भयो नि हुन्छ त्यो फर्म चाहिँ। आउँदाखेरि चाहिँ पुरानो लाइसेन्स र अनि इजाजत पत्र चाहिँ लिएर आउनु होला। अब यहाँभित्र जाने अनि फर्स्ट फ्लोरमा जाने, माथि एउटा फर्म नि दिन्छ, फर्म भर्ने। फर्म भर्ने 10 रुपियाँ टिकट चाहिँ त्यहाँ तल गार्ड दाइसँग हुँदो रहेछ, 15 रुपियाँ लिनु हुँदो रहेछ। त्यहाँ टाँस्ने अनि फेरि माथि जाने। अब यहाँ चाहिँ रिन्यू गरेको कति 1600 रुपियाँ लागिँदैछ। 6 महिनासम्मलाई 6 महिनाभन्दा बढी कटिन्छ फाइन लागिँदैछ। अनि यो यहाँ फिलअप फर्म छ, त्यही अनुसार भर्दै गरिन्छ।